चाहिँ दुईजना धारा प्रवाह बोल्ने सुरुमा सुमनलाई, त्यस पछाडि अरुण। अहिले त अब ठ्याक्क चुनाव पनि आएको छ, अनि चाहिँ धारा प्रवाह नेताको जस्तो बोल्दिने मान्छेहरूको पछाडि बोल्नु पर्दाखेरि एकदम कान पनि रातो रातो भएको होइन, फेसमा पनि भइरहेको छ। त्यहाँभन्दा पनि अरुणले त खतमै भएर मलाई। अरुणले चाहिँ सुरुमा त एआईको ठुल्ठुला गफ गर्छौँ, के गर्छन्, हामी 30 वर्ष पछाडि छौँ भनेर मस्त धोयो सुरुमा। अनि त्यस पछाडि मैले बोल्न प्रिपेयर गरेको आधी कुरा उसले बोल्थेँ। अब के बोल्ने भनेर सोचिरहेको छु। र नरोसुनुको अर्को पनि कारण छ। अर्को कारण चाहिँ यहाँनिर अब एकाउन्टिङ फाइनेन्सतिरका एकदमै रिनाउन्ड पर्सनालिटिजहरू देखिरहेको छु अडियन्समा। एउटा सफ्टवेयर बनाउने मान्छे जो कोड लेख्छ, के अथोरिटीको आधारमा चाहिँ यहाँनिर आएर बोलिरहेको छ, त्यो मलाई त आफैलाई इस्टाब्लिस गर्नुपर्ने भन्ने किसिमको भयो क्या। त्यो सेन्समा अलिकति त्यो एक्सप्लेनेसन दिउँ। सफ्टवेयर बनाउने मान्छे हुँ, इन्जिनियरिङ पाठशाला हुँ, विगत 7-8 वर्षदेखि एकाउन्टेन्ट्स अथवा चाहिँ एकाउन्टिङ रिलेटेड अथवा फाइनेन्स रिलेटेड सफ्टवेयरहरू बनाइरहेको छु, लेजर्स, रिकन्सिलिएसन, ओपन डेटाहरूतिर। त्यो कारणले गर्दाखेरि चाहिँ मेरा पार्टनर्सहरू, यसको सबभन्दा ठुलो कल्प्रिट भनेको चाहिँ फेरि अभयले चाहिँ आएर सधैँ मलाई के गरिदिन्छ भने, दाइ अन्त 20% जति एकाउन्टेन्ट भइसक्यो भनेर भन्छ होइन। सो त्यही चाहे फेक नै होस्, त्यो कन्फिडेन्सका साथ तपाईँहरू जस्तो अडियन्सको अगाडि आएर अलिकति एआईले चाहिँ यो डोमेन यो 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 हामीले काम गरिरहेको कुरालाई चाहिँ कतातिर पुर्याउला, हामी कतातिरबाट आयौँ, र अलिकति टेक्निकलिटिजमा चाहिँ के हो त यो एआई अथवा चाहिँ यसले कसरी आयो भन्ने कुरा नन टेक्निकल भाषामा चाहिँ गफ गर्नु ट्राई गर्छु। सुरुमा के हो एआई भन्नेतिरबाटै स्टार्ट गरौँ। एकदमै यो चाहिँ के हो यो पेन्डोराज बक्स जस्तो सबै इन्डस्ट्रीलाई नै उसले उलटफेर गरिदिन्छ। कामै गर्नु पर्दैन, मान्छे चाहिँदैन, कग्निटिभ अलिकति चाहिँ सोच्नुपर्ने किसिमको काम गर्नको लागि चाहिँ एआई छँदैछ। फिजिकल त्यस पछाडि चाहिँ हल जोत्न जाउँ त भनौँ भनेदेखि चाहिँ इलन दाइले उता रोबोटहरू चाहिँ बनाइरहेको छ सबै फिजिकल काम गर्नु होइन। हामी के चाहिँ गर्नु त भइसक्यौँ भन्ने किसिमको अलिकति त्यो अनमोल किसिमको चाहिँ भइरहेको छ। तर यसलाई अलिकति भित्रै छिरेर बुझ्ने हो भनेदेखि चाहिँ यो स्ट्याटिस्टिक्स एट स्केल मात्रै हो एआई भनेको। संसारभरि ह्युम्यानिटीले यो विगत चाहिँ नलेज एक्वायर गर्न थालेदेखिको नलेजलाई चाहिँ कुनै एउटा मसिनमा स्क्विज गरेर राखेर हो त्यो कुरालाई चाहिँ स्ट्याटिस्टिक्सको आधारमा ठ्याक्कै यो लार्ज ल्याङ्ग्वेज मोडल ओपन एआई भन्छौँ हामी, जेमिनाई भन्छौँ, यसले गर्ने भनेको त कुनै एउटा शब्द ल एकाउन्टिङ भन्ने एउटा शब्द पनि आयो विथ अदर वर्ड्स आए, त्यस पछाडिको शब्द चाहिँ के हुन्छ भनेर प्रेडिक्सन मात्रै गर्ने गर्नुहोस्, ठ्याक्कै भित्र छिरेर हेर्ने भन्दैछ। तर त्यति कुरा नै एउटा स्केल बनायो भनेदेखि चाहिँ यति इन्टेलिजेन्स सिस्टम बन्दो रहेछ भन्ने किसिमको चाहिँ देखिरहेको छ। सो रियालिटी चेकको स्टफमा हेर्ने हो भनेदेखि चाहिँ स्ट्याटिस्टिक्स एट स्केल मात्रै हुने बित्तिकै चाहिँ अलिकति डर कम हुन्छ क्या। किनभनेदेखि उसँग आफ्नै कन्सियसनेस चाहिँ छैन। त्यो भन्नुको अर्थ उसले आफै एथिक्सहरू बुझ्ने अथवा चाहिँ उसमा यस्ता हाम्रा ह्युम्यानिटीका नर्म्सहरू केही पनि छैन। यदि उसलाई फिड गरेको कन्टेन्ट चाहिँ मान्छे मार्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ उसलाई ट्रेन गऱ्यौँ, उसलाई चाहिँ त्यो कन्टेन्ट फिड गऱ्यौँ भनेदेखि उसले मान्छे मार्नुपर्छ भनेर नै भन्ने होला। अर्को सेकेन्ड पार्ट भनेको चाहिँ उसमा रेस्पोन्सिबिलिटी छैन। हामी जुन डोमेनमा छौँ यो डोमेनमा चाहिँ दुईवटा कुरा मैले देखेको, एउटा चाहिँ एक्सपर्टिजको आधारमा ती डेटाहरूलाई हेरेर टेक्निकली त्यसलाई चाहिँ हाम्रो गिभन नर्म्स चाहे आइएफआरएस भनौँ अथवा एनएफआरएस भनौँ अथवा ग्याप भनौँ, ती सबै कुरामा चाहिँ प्रपर इन्ट्रिजहरू गर्नु सक्ने भन्ने एउटा हो भनेदेखि त अघि अरुणले भनेअनुसारले त्यसको रेस्पोन्सिबिलिटी पनि लिनु सक्ने। किनभनेदेखि राज्यले त्यो निकायलाई चाहिँ त्यो कुरालाई भ्यालिडेट गरेर अनि बल्ल रिपोर्टमा चाहिँ तिमीहरू साइन गरेर भनेर पनि भन्न सक्ने भन्ने अर्थमा चाहिँ रेस्पोन्सिबिलिटी पनि त्यसको छैन। त्यो अर्थमा चाहिँ त्यस्तो डराउनु पर्ने भन्ने किसिमको भन्दैथिएन। तर अगाडि नै आइसकेको कुराहरू केही कामहरू चाहिँ रिपिटेटिभ बोरिङ किसिमका कामहरू अहिले स्टेप बाई स्टेप नै कता कता जाला भन्ने कुरा गर्दै जान्छौँ हामी। केही कामहरू चाहिँ यसले सजिलो बनाइदिन सक्छ अथवा चाहिँ रिप्लेसै गरिदिन पनि सक्छ। दुईवटा एउटा मैले काम गरिरहेको डोमेन टेक्नोलोजी सफ्टवेयर बनाउने डेटाबेसहरू हेर्ने भन्ने कुराहरू एकाउन्टिङ र फाइनेन्समा 5-7 वर्षमा चाहिँ त्यसैको सफ्टवेयर बनाइराख्दाखेरि मैले देखेको एउटा कमन कुरा भनेको चाहिँ हामी एकदमै ग्रामरमा काम गर्ने डोमेनमा छौँ क्या।
सो कुनै सिनेमा बनाउने अथवा कविता लेख्ने अथवा चाहिँ कथा लेख्ने साहित्य लेख्ने भन्ने प्रोफेसनहरूभन्दा हाम्रो प्रोफेसन भनेको चाहिँ एकदमै देयर आर सेट अफ डिफाइन्ड रुल्स देयर आर प्याटर्न्स हो। त्यो कुरालाई आफ्नो प्रब्लमको डोमेनमा चाहिँ कसरी इम्प्लिमेन्ट गर्ने भनेर मात्रै हामीले सोच्नु पर्नुहुन्छ। यो सेन्समा चाहिँ एआई एक्चुअली इज अ पर्फेक्ट म्याच। र संसारभरि यदि हेर्ने हो भनेदेखि चाहिँ सबभन्दा सुरुमा एआईले एट्याक गर्ने सर्फेस भनेकै यस्ता प्याटर्न बेस कुराहरू जस्तो आजको मितिमा कोडहरू बडा गजबले चाहिँ एआईले लेखिदिन्छ। त्यही तरिकाले एआईले चाहिँ यस्तो किसिमको रिपिटेटिभ प्याटर्न भएको रुल बेस सिस्टम्सहरूको लागि चाहिँ यतातिर पनि चाहिँ ओसिआर गर्ने अथवा चाहिँ त्यो डेटा क्याप्चर मात्रै हेल्प गर्ने भन्ने मात्रै होइन। नेपालको स्ट्यान्डर्डहरू यो छ, हामीले फलो गर्नुपर्ने कम्प्लायन्सहरू चाहिँ यो हो, अथवा अर्गनाइजेसनको नै हाम्रो फाइनेन्सको र एकाउन्टिङको पोलिसी यो हो भन्ने नलेज बेसको डोमेनहरूलाई दिइसके पछाडि चाहिँ ठ्याक्कै इन्ट्रिजहरू चाहिँ कस्तो हुनुपर्छ, कसरी एकाउन्टिङ गर्नुपर्छ भन्ने कुराहरू चाहिँ उसले अटोमेटिकली गर्दैन, ह्युमनले भन्दा बेटर सक्छ होला। यसलाई एकदमै थाहै नभएको पेन्डोराज बक्स भनेर चाहिँ एआईलाई नबुझौँ, नसोचौँ। हामी सबैले स्ट्याटिस्टिक्स पढाएको छौँ, यो स्ट्याटिस्टिक्स एट स्केल मात्रै हो। यसको आफ्नो कन्सियसनेस छैन, यसको इथिक्स छैन र कुनै पनि राज्यले उसलाई केही पनि कुराको लागि रेस्पोन्सिबल बनाउँदैन, उसँग रेस्पोन्सिबिलिटी पनि छैन। त्यो सेन्समा हामीले रिपिटेटिभली गर्नुपर्ने मन्डेन कुराहरू, चाहे त्यो चाहिँ डेटा क्याप्चरको एस्पेक्टमा होस्, चाहे विभिन्न किसिमका सिनारीहरू चाहिँ सोच्नुपर्ने एस्पेक्टमा होस्, ती कुरामा चाहिँ एआई वुड बी अ वन्डरफुल एसिस्टेन्ट। यस्तो एसिस्टेन्ट जसले चाहिँ अहिलेका तपाईँका इन्टर्नहरू चाहिँ उनीहरूलाई चाहिँ दिलाइदिनुपर्छ, कहिले काहीँ बिमारी पर्छन् के गर्छन् 24/7 काम गर्ने एउटा एसिस्टेन्ट चाहिँ एभाइलेबल हुन्छ भन्ने तरिकाले सोचियो भनेदेखि चाहिँ आई थिङ्क द्याट इज द फ्युचर। अलिकति डोमेनको बारेमा चाहिँ डिप डाइभ गर्नु होला र एज अ प्रोफेसन यो चाहिँ अलिकति अरूभन्दा चाहिँ अप्टिमिस्टिक छु म। त्यति ढिलो होला जस्तो लाग्दैन मलाई। नेक्स्ट कपल अफ इयर्समै the ones who want to stay in the domain needs to pivot themselves to this new kind of workflow that is being created with the help of AI. Thank you very much. Any questions, ladies and gentlemen? Any questions? We will be taking 2 questions at max now. मैले मात्रै क्वेसन सोधेकोमा तपाईँहरूलाई पनि छ भने भन्छु प्लिज। तर मनोज सर दाइसँग चाहिँ मेरो साधारण ओके आइडियल सिचुएसन म एज अ बिजनेस ओनरको हिसाब नट एज अ सिए नट एज अ ब्याङ्किङ इन्स्टिट्युट यु एज अ सफ्टवेयर डेभलपर एन्ड मी एज अ बिजनेस भनेको हाम्रो आइडियल केस भनेको चाहिँ तपाईँले जुन आइडियल केस कुरा गर्नुभयो इट्स जस्ट अ डेटा सेन्टर जसले चाहिँ एउटा स्टेटिस्टिकली एउटा भ्याल्यु दिन्छ भन्ने हिसाबले कुरा गर्नुभयो फोरकास्ट गर्छ। तर हामी एज अ बिजनेस ओनरले चाहिँ कहिले पनि हामी कस्ट बनाउँदै खोजिरहेको छौँ। हजुरले जुन आइडियल केस गर्नुभयो जब कि हामी सबै कुराहरू राइट ठाउँमा राइट छ, सबै कुरा राइट ठाउँमा राइट प्लेसमा छ भने आउने दिनमा हामीले टिकसँग एक्सपेक्ट एज अ बिजनेस ओनर पनि टिकसँग एक्सपेक्ट गर्ने चाहिँ मैले टिकलाई बोल्नु म मेरो बिजनेस अनुसार म चाहिँ मेरो ब्याम्बो म्यानुफ्याक्चरिङ बिजनेस अनुसार म एउटा इन्भेस्ट गरेर सफ्टवेयर कस्टमाइज गर्छु होइन। तर गिभन द्याट मेरो त्यो उसले एआईले जुन काम गर्न सक्छ टिममा उसले चाहिँ राइट एडभाइस पनि ट्रान्ज्याक्सन पनि ट्रान्सपेरेन्ट भइसकेपछि त्यहाँ खासै केही पनि गराउनु कुरै नै भएन। त्यसैले अब खासै अडिट फर्मको जुन हामीले अब ब्याङ्कमा बुझाउँदाखेरि जुन अडिट गर्छौँ होइन त्यो रियल टाइममा आएपछि त हामीले खासै म्यानिपुलेसन नै हुँदैन। त्यसमा पनि हामी सबै कुरा डिजिटल गरेको त म्यानिपुलेसन गर्नु हुँदैन होला होइन कम्प्युटरमा। र आउने दिनमा हजुरले जुन पास्ट डेटा त इभन द ओनरलाई भन्दा पनि बेसी त टिकको जुन डेटा सेन्टरलाई नै धेरै डेटा हुन्छ र उसँग त्यो रेकर्ड डेटा भइसकेपछि चाहिँ जुन एडभाइस गर्ने वा हामीले जुन त्यो गुगल डक्टरलाई मलाई के भयो यो सिम्टम्स छ भन्ने हिसाबले हामीले लेखेर उसले जुन एडभाइस गर्छ होइन त्यस्तै खालको टिकले पनि आउने दिनहरूमा मेरो बिजनेसको नेचर हेर्दाखेरि मेरो सेल्स हेर्दाखेरि वा मेरो पर्चेज हेर्दाखेरि म के गर्दाखेरि ठिक हुन्छ भनेर चाहिँ त्यो तपाईँको त्यो एडभाइस वा त्यो रेकमेन्डेसन आई थिङ्क मोर प्रिसाइज हुन्छ कुनै एउटा सिए फर्मको अडिटर भन्दा। तपाईँको विचारमा के लाग्छ? त्यसमा हामी एकदमै क्लियर छौँ। टिक सुन्दाखेरि एउटा सुनिए पनि त्यो टिक भनेको चाहिँ मेरो क्लाउडमा भएको एउटा सर्भरमा ट्याली जस्तो कुनै एउटा सफ्टवेयर राखेको हुँदैन।
सो वी आर एब्सोल्युटली क्लियर SaaS भन्ने बिजनेसमा अब अलिकति टेक्नोलोजीको कुरा गरौँ सफ्टवेयर एज अ सर्भिस भन्दै गर्दाखेरि त्यहाँनिर मल्टी टेनेन्सी भन्ने एउटा कन्सेप्ट हुन्छ जसरी मैले 100वटा कोठा भएको एउटा घर बनाएँ र ती कोठाहरूलाई चाहिँ इन्डिभिजुअली भाडामा लगाएँ भनेदेखि त्यो कोठामा छिरिसके पछाडि मेरो टेनेन्टले के गर्छ भन्ने कुरा चाहिँ मैले चासो दिनु हुँदैन त्यो लिन थालेँ भनेदेखि चाहिँ द्याट वुड नट बी अ प्रपर SaaS एन्ड मल्टी टेनेन्ट सिस्टम प्रणवले भनिरहेको कुरा गर्नको लागि चाहिँ मेबी एक लेभलको त्योभन्दा माथि एउटा चाहिँ एग्रिगेसन चाहिन्छ त्यो एग्रिगेसनवाला कुरा त अघि अरुणले पनि प्रश्न उठाइरहेको थियो फुल लेयरमा गर्ने टिक एज अ सफ्टवेयर प्रोभाइडरले त कहिले पनि गर्दैन टिकले एडभाइस गर्ने भनेको तपाईँको आफ्नो ब्याङ्कको बिजनेसको हिस्टोरिकल कुराहरू हेरेर ल तपाईँको कस्टिङ यहाँनिर बेसी छ अथवा रिपोर्टिङको मेरो युजर एक्सपिरियन्स चाहिँ अलिकति फरक बनाइदिन्छु होला मैले अहिले चाहिँ दुनियाँ थरी बटन खिचेर चाहिँ एउटा चाहिँ ब्यालेन्स सिट पढ्नुपर्ने भन्ने किसिमको रिपोर्टमा के छ केही खराबै छ मेरो चाहिँ ब्यालेन्स सिटमा अथवा चाहिँ पिएनआरमा भएर चाहिँ तपाईँले जेनेरेटिभ जसरी चाहिँ च्याटजिपिटी अथवा जेमिनाईसँग इन्टरेक्ट गर्नुहुन्छ आफ्नो बुक्ससँग चाहिँ त्यसरी इन्टरेक्ट गर्ने भन्नेसम्मका कुरा चाहिँ बनाउँछौँ होला तर एक्रस इन्डस्ट्री एक्रस डोमेन त्यो डेटालाई एग्रिगेट गरेर कन्सल्टेट गरेर त्यो गर्ने भनेको चाहिँ हाम्रो जिम्मेवारी हो हामी चाहिँ प्रपर आफ्नो कस्टमरलाई सर्भ गर्ने मल्टी टेनेन्सीलाई चाहिँ प्रपरली रेस्पेक्ट गर्ने हो त्यस पछाडि हाम्रा कस्टमरहरूले चाहिँ यदि डे वानदेखि नै अघि ओपन डेटाको पनि कुरा गरियो डे वानदेखि नै हामी चाहिँ फेरि त्यो डेटाको हामी कस्टोडियन हो भन्ने कुरामा चाहिँ वी आर भेरी क्लियर सो इफ द बिजनेस अनर यु एज अ अनर चाहिँ तिम्रो ब्याम्बोको बिजनेसमा चाहिँ म एउटा एग्रिगेटरलाई पठाएर म एउटा ओभरअल इन्डस्ट्रीको डेटाको चाहिँ केही बनाउँछु नि त अनि त्यहाँनिर एउटा मैले एडभाइस पनि पाउँछु भन्ने किसिमको कुरा चाहिँ प्रणवले गर्ने हो कि त्यसलाई चाहिँ हामी बाटो चाहिँ खोलिदिन्छौँ तर हामी आफै चाहिँ कहिले पनि गर्ने होला वी आर भेरी क्लियर I want to get your thoughts on your peculiar problem चाहिँ ब्याङ्करको साइडबाट चाहिँ अघि एसएमईको टेक्नोलोजी पनि गर्नुभयो अनि यो वर्ल्डभरि यो अलिकति अन्डर रिप्रेजेन्टेड सेगमेन्टहरू जस्तै एसएमई भयो एमएसएमई भयो त्यो 3 प्रब्लम्स के लेन्डरलाई चाहिँ एउटा त फिडुसियरी ड्युटी हो ब्याङ्कले अब डिपोजिटरको पैसा दिएको हुन्छ सो लेन्ड गर्दाखेरि अलिकति होस् पुर्याउनुपर्छ भन्छ त्यो अब युनिभर्सिटी एक्सेप्टेड नै छ अब यो अन्डर रिप्रेजेन्टेड सेगमेन्टहरू जस्तो एसएमई एमएसएमईमा चाहिँ प्रब्लम के छ भने इन्फर्मेसनको धेरै सिमेट्री छ भन्नु खोजे बरोवरलाई चाहिँ आफ्नो स्टेट के हो पर्फेक्टली थाहा हुन्छ तर लोन लिन आउँदाखेरि चाहिँ असेसमेन्ट गर्नु बेलामा चाहिँ ब्याङ्कबाटै त्यो इन्फर्मेसनको सिमेट्री चाहिँ पर्फेक्ट 100% कहिले पनि मैले तिर्न सक्छु कि सक्दिनँ भन्नुलाई थाहा हुन्छ तर त्यो न्युमेरिकलमा आउँदाखेरि अथवा सब्जेक्टिभ कुराहरू क्यारेक्टरको असेसमेन्ट अथवा अरू केही चिजहरू गर्दाखेरि चाहिँ त्यो सिमेट्री छैन अर्को कुरा त्यो सिमेट्री नभएपछि के हुन्छ भने अब त्यो रिस्क त्यो एडभर्स सेलेक्सन हुने रिस्क चाहिँ अब टार्गेट हुन्छ इन्ट्रेस्ट रेट बढाउनु पऱ्यो रेभेन्यू ड्रिभन हुन्छ होइन त्यसले गर्दाखेरि चाहिँ जसले बढी ब्याज चाहिँ तिर्छ हुन्छ उसलाई अब नर्मली ब्याङ्कले लोन दिइरहेको अब प्रशस्तै छ होइन किनभने यसमा अब डेटा पनि छैन अब एआईको कुरा पनि हामीले गरिरहेको छौँ मोरल ह्याजर्ड त अभियसली अब त्यो आउने नै बरोवरको पार्टमा पनि मोरल ह्याजर्ड छ ब्याङ्कको पार्टमा त छ अब त्यो मोरल ह्याजर्डलाई हामीले एड्रेस गर्नलाई चाहिँ द्याट्स वाइ वी अलवेज सिक कोल्याटरल्स जग्गा थियो घर थियो किनभने अलिकति रिस्कलाइजेसन पनि गर्नु पऱ्यो होइन अब त्यो प्राइसलाई पनि जस्टिफाई गर्नु पऱ्यो सो कोल्याटरलको कुरा आउँछ अब यो सबै सन्दर्भमा यो खालको पेरिनियल प्रब्लम जुन क्रेडिटमा छ नेपालमा मात्रै होइन वर्ल्डभरि नै छ होइन यो चाहिँ एक्सेप्टेड च्यालेन्जेसहरू हो अब यो चिजलाई चाहिँ एआईले अलिकति अन्डर रिप्रेजेन्टेड सेगमेन्टमा डेटा जति हामीले कलेक्ट गर्छौँ ईश्वरको डेटा होला अथवा त्यसबाट चाहिँ एग्रिगेट गरेर तपाईँले भन्नुभयो जस्तो इन्डस्ट्रीकै एउटा चाहिँ हामी डेटा बनाउँछौँ होइन अब त्यो अलिकति इन्फर्मेसनको सिमेट्रीलाई चाहिँ इम्प्रुभ गर्न खोज्छौँ होला त्यसमा चाहिँ अब हाम्रो जस्तो देशमा जहाँ चाहिँ अब इन्फर्मेसनको डेटाको फ्री फ्लो छैन एक्सचेन्ज छैन होइन त्यसमा चाहिँ यो मसिन लर्निङ र एआईको युज गर्दाखेरि चाहिँ जुन डेटालाई बेस गरेर हामीले चाहिँ त्यो सोल्युसनहरू डिप्लोय गर्छौँ नि त्यसले त्यो बायसेसहरू चाहिँ त्यो एल्गोरिदमको बायसेसहरू आउन सक्ने चान्सेसहरू के छ र भविष्यमा अब टिकले पनि अब भनौँ न यो फाइनेन्सियल सेक्टरको प्लेयरहरू ब्याङ्क्सहरू अरू इन्स्टिट्युसन्सहरूसँग कोलाबोरेट गरेर चाहिँ भोलि गएर यस्तो खालको चिजहरू जुन पेरेन्टली ब्याङ्करलाई जुन च्यालेन्ज छ लेन्डिङ गर्नलाई त्यो चिज चाहिँ त्यसको सोल्युसन चाहिँ कति छिटो आउला अथवा त्यसको अझै पनि त्यसको रिफाइनमेन्टहरूको स्कोप चाहिँ कस्तो छ मैले बुझ्नु खोजेको थिएँ थ्याङ्क यू
थ्याङ्क यू भेरी मच यो कुरामा अलिकति फरक एङ्गलबाट लिँदा चाहिँ केही समय अगाडि मैले सेन्ट्रल ब्याङ्कले अलिकति इम्पोर्टेन्ट हो अघि समुदायले भाषण गर्दै गर्दाखेरि पनि एज अ सेक्टर दिस इज भेरी इम्पोर्टेन्ट देशको नेसनको इकोनोमीलाई नै ड्राइभ गर्ने एसएमले भन्ने किसिमको कुरा आउँछन् तर जति नै रेगुलेटरले फोर्स गर्न खोज्दाखेरि पनि टार्गेट चाहिँ 15बाट 11 पुर्याउँदाखेरि पनि अब त्यतिसम्म पुग्न पनि अप्ठ्यारो भइरहेको छ के हो त यो भन्ने उसमा यसो हेर्दाखेरि चाहिँ के देखियो सर भनेदेखि द्याट वाज भेरी इन्ट्रेस्टिङ एउटा ब्याङ्कमा काम गर्ने चाहिँ हेल्परदेखि लिएर सिइओसम्मको सबैको तलब जोड्ने उहाँहरूले खाने चाहिँ बोनसहरू जोड्ने अरू कस्तो कम्पनीहरू चाहिँ मान्छे रिक्रुट गरिसके पछाडि बस्ने ठाउँ दिनु पऱ्यो कम्प्युटर दिनु पऱ्यो चाहिँ ती सबै कुरा जोड्ने हो भनेदेखि एक दिनको हजुरको एभरेज कस्ट भनेको चाहिँ 12,500 पर्छ अब मान्छे धेरै सरप्राइज हुँदैन राइट अनि आजको मितिमा हाम्रो लोन एप्रुभ गर्ने जुन मोडस अप्रेन्डी छ त्यो मोडस अप्रेन्डीबाट काम गरियो भनेदेखि त पेसिमिस्टिक उसमा कि ब्रान्चको चाहिँ एसिस्टेन्टले चाहिँ केही मेमोहरू उठाउँछ ब्रान्च म्यानेजरले हेर्छ एरियामा जान्छ प्रदेशमा जान्छ त्यस पछाडि सेन्ट्रलको चाहिँ क्रेडिट अफिसरतिर आउला त्यो सबै गर्दाखेरि 2 इफेक्टिभ वर्किङ डेज लगभग 6 घन्टा 7 घन्टा काम हुन्छ भनेदेखि 12 देखि 14 घन्टा चाहिँ खर्च आउने भन्ने अनुमान गरौँ एउटा लोनलाई को फाइललाई मात्रै प्रोसेस गर्ने हजुरको 25,000 रुपियाँ लागिरहेको छ यस अनि लगभग तपाईँहरूको स्ट्राइक रेट भनेको चाहिँ 1:3 तिनवटा यदि एप्लिकेसन मैले प्रोसेस गरेँ भनेदेखि एउटा लोन दिइरहेको छु 75,000 रुपियाँ त एउटा एप्रुभ लोनको कस्ट हो त सो जुन मोडस अप्रेन्डीमा अनि राष्ट्र ब्याङ्कले एलाउ गरेको स्प्रेड रेटमा चाहिँ यदि हेर्ने हो भनेदेखि त लगभग 25-30 लाख लोन दिँदाखेरि त घाटामा चाहिँ पहिलो वर्षदेखि परिरहेको छ युनिट इकोनोमिक्स इज नट एक्चुअली वर्किङ अब त्यसलाई चाहिँ अलिकति फेरि अब म टेक्नोलोजीतिर भएको हुनाले होइन हाम्रो एभ्रिथिङ लुक्स लाइक न्यू भन्ने जस्तो पनि हुनसक्छ फेरि होइन मैले यो देखेको भनेको चाहिँ यसलाई जस्तो एउटा बिजनेसको ब्याङ्क एकाउन्ट छ भनेदेखि त्यहाँ गएर रेस्टुरेन्टमा मैले मोमो खाँदै गर्दाखेरि ल तपाईँको ब्याङ्क एकाउन्ट नम्बर के हो भनेर एउटा फर्ममा चाहिँ एकाउन्टहरू हालेर पे भनेर गर्ने त थियो नि त मोडलले तर पनि हामीले क्युआर कोड किन बनायौँ अलिकति जेनरलाइज गरेर हेर्ने भनेदेखि चाहिँ वी निड टु मेक सिस्टम्स द्याट आर रेडी फर मसिन्स नट ओन्ली फर ह्युमन्स क्या त्यो सेन्समा चाहिँ त्यस्ता किसिमका डेटाहरू एउटा चाहिँ सरले भन्नुभएको कुरा चाहिँ के हो भनेदेखि अलिकति डेटा नै पुट किसिमको आयो भन्दाखेरि चाहिँ कसरी त्यो चाहिँ भ्यालिडेटेड हो त भनेर हेर्ने एउटा एस्पेक्ट छँदैछ तर जब ट्रान्सपेरेन्सी हुन्छ यो बुक गर्ने भनेको चाहिँ जब टाइम लाग्नेपछि हुन्छ नि वर्षको एकचोटि रिपोर्ट बनाउनु पऱ्यो अथवा क्वार्टरली बनाउनु पऱ्यो भनेदेखि देन कम्स द अपर्च्युनिटी टु बुक बट वन्स यो बुककिपिङ अथवा एकाउन्टिङ चाहिँ रियल टाइमतिर जान थाल्छ त्यस पछाडि बुक गर्ने पनि अपर्च्युनिटी हुँदैन कतिखेर चाहिँ बुक गर्ने राइट त्यो सेन्समा चाहिँ अलिकति हाम्रो सर्भिसेसहरूलाई चाहिँ त्यो मसिनसँग रिलेबल बनाउने मसिन टु मसिन कम्युनिकेसनका लागि चाहिँ हामीले इन्फ्रा बनाउनु पर्ने होला पोलिसी बनाउनु पर्ने होला ओपन ब्याङ्किङ ओपन डेटा चाहिँ ओपन फाइनेन्स के हो ती सब कुराहरूको लागि चाहिँ एकाउन्ट एग्रिगेटर्सहरू चाहिने होला के चाहिने होला त्यसको लागि हामीले इन्स्टिट्युसनलाइज गर्नु इन्स्टिट्युसन्सहरू बनाउनु बाँकी नै छ त्यो गरिसके पछाडि चाहिँ आई थिङ्क वेन एउटा लिमिटसम्मको कुराको लागि चाहिँ मसिनले नै एक लेभलसम्मको 95% डिसिजन गरेर अघि 2 दिन लाग्ने भन्ने कुरा चाहिँ जब 2 घन्टामा हुन थाल्छ देन आफ्टर आई थिङ्क द सिचुएसन इज गोइङ टु चेन्ज ठ्याक्कै सरले सोध्न खोज्नु भएको कुराको प्रपर उत्तरहरू भयो कि भएन थाहा छैन तर मैले